टिकाको दिन चाहिँ हाम्रो माहौल यस्तो छ है। अब चाहिँ हाम्रो टिका कार्यक्रम सिद्धियो। हेलो, गुड मर्निङ, नमस्ते एन्ड ह्याप्पी तिहार टु अल अफ यु। आज चाहिँ नेपालीको महान चाडपर्व भाइ टिका तिहार, त्यसको उपलक्ष्यमा सम्पूर्ण मेरो व्युअर्स, मेरो फ्यामिली र हेर्नुहुने सबैलाई ह्याप्पी तिहार भन्न चाहन्छु। म चाहिँ भर्खरै उठेको होइन, अब रेडी भएर सबै कुरा देखाउँदै जानेछु होइन। तर हाम्रो चाहिँ अब भाइटिका अहिले मनाउँदैनौँ हामीले, नमिल्ने भएर चाहिँ छोराहरूको मनाउँछौँ होला, हेर्दै गर्नु होला। पनि आज हाम्रो 6:11 भयो। यो रोटी आज भाइटिका रोटी पकाउँदैछौँ हामी चाहिँ। हामीले के भन्नु, बिल्ले बनाउँदैछु, म यसो ट्राई गर्नु पर्यो भनेको। अब कस्तो हुन्छ हेरौँ है त। यता बस्नु छ हो, देखाउ है। कंट्रोल कंट्रोल उदय दामी भयो त यार हैन। अलिकति केरा लाग्यो त्यस्तै रोटी पकाएर रेडी बनाएर सिद्धाउन लागिसकेछ। कस्तो भएछ हेर्नु पर्यो भनेर चाहिँ। ओहो बवाल, ह्याप्पी तिहारको चिठी यस्तो भएछ हाम्रो रोटी। के छ बुढी, सिद्धिन लाग्यो? सिद्धिन आँट्यो। कस्तो हुँदैछ त रोटी? ठिकै। ल बल्ल बल्ल हामीले चाहिँ एकदम गाह्रो तरिकाले गर्दाखेरि प्याकिङको काम सिद्ध्यायौँ होइन। अब चाहिँ तिहारको लागि थोरै प्रोसेस गर्नु पर्ला। दिदीहरू पनि आइपुग्नु भएको छ। आज हाम्रो चाहिँ अब हामीले चाहिँ टिका लाउँदैनौँ, बच्चाहरूको सानो एउटा टिकाको कार्यक्रमहरू देखाउँछु तपाईँलाई है त। हेर्दै गर्नु चाहिँ हाम्रो माहौल यस्तो छ है, एकदम घाम लागेको छ, उज्यालो मौसम छ, मजाको टिलिमिली होइन। पहाड पनि देखिने भएको रहेछ त। यता चाहिँ पोका र पतौरा प्याकिङले गर्दाखेरि जतै पोका। हाम्रो नयाँ घर गृह प्रवेशको कार्यक्रमले गर्दाखेरि यस्तो भएको छ। आइपुग्नु भएको छ टिका लाउनको लागि। अब हेर्दै गर्नु होला। ल हाम्रो टिका कार्यक्रम सुरु हुन लागेको छ। आहान पनि रेडी भएर चाहिँ अब के गर्न लाग्यो तिमी? के गर्न लागेको हो? कसले टिका लगाइदिने? ए हो, तिमी ह्याप्पी हो? आज के हो भन त? भाइटिका हो, तिमीलाई थाहा छ भाइटिका भनेको? ल दिदीहरू पनि भर्खरै आएर चाहिँ अब रेडी भएर टिका लामा। भान्जी वेलकम टु माई ब्लग। अनि के छ त? अनि अरू खबर ठिकै छ? अनि के हो आज? भाइटिका हो? ए ल टिका लाउनु लागेको होइन त? अब साइज गइसकेन त नि? ए ल दिदीलाई पनि स्वागत छ है। थ्याङ्क यू। के छ त? अनि कतिखेर आइपुग्यो त? हामी अघि भर्खर आइपुग्यौँ। हाम्रो टिका लाउन भए पनि केटाकेटीको यसो रमरौसको लागि आएका। अब आज राम्ररी मनाउँछ, यस्तै भयो। ल ल ल
कान्छी अनि के तल मात्रै हेरेको सिधा हेर्नु पर्दैन माथि अप्ठ्यारो हुन्छ यो यता सार्नु न अप्ठ्यारो हो नि यो सेतो तारा त लाग्छ यो कतै लाग्छ पहिला सो माथि सेट कटाउनु बाँच्नु पर्दैन सिधा है सिधा ल यो दिदीलाई दिएर ढोक खुट्टा खुट्टा ढोक्छ त आता ढोए नानी त पर्छ लु हो कति माले ढोक्यो म चाहिँ क्यामेराम्यान यस्तो छ हालत मेरो चाहिँ आजको हाम्रो टिका हानेको रमिता हेर्ने भ्लग बनाउने त्यही मात्रै हो अब चाहिँ हाम्रो टिकाको कार्यक्रम सिद्धियो अब के गर्छौँ भन्दाखेरि हामी खाना खान्छौँ किन खाने हो आहान खाना हो भोक लागेको छैन तिमीलाई टिका ल तिमी एकचोटि तिमी यो देखाउँदा यहाँ बस्छ त कस्तो देखिएछ यता हो त गेटअप उठेर त यता हो त आऊ न ओहो ल ल हाम्रो टोलीहरू नै आइपुग्यो आज चाहिँ हाम्रो घरको सरसफाइ अलिकति छ बाँकी छ र चाहिँ यसो गर्नु पर्यो भनेर आएको छौँ ल हेर्दै गर आजको हाम्रो घर सरसफाइ सिद्धिएर अब चाहिँ हामी कहाँ जाँदैछौँ घर जाँदैछौँ बाई बाई हेड ल अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन अहिले रात खुल्लोको हामी नाच्यौँ गायौँ अनि त्यसपछि रमाइलो गऱ्यौँ तर खासै भिडियोहरू चाहिँ रेकर्ड गर्न पाएन ह्याप्पी तिहार सबैलाई है त ओके बाई बाई टेक केयर गुड नाइट